morning from बे जल्दी बोल, कल सुबह पनवेल निकलना है. Cornwall. No Cornwall. Welcome to my channel. तिम्रो के छ कतिको थाक्यो तिमी? हिजो त कस्तो रमाइलो भयो है डान्स गरे जे भयो पनि है कस्तो रमाइलो भयो खुसी लाग्यो हिजो त हो र? अनि खाना खाए बिरयानी कस्तो लाग्यो? बिरयानी पनि एक्टिंग है. I love जलवा जलवा. Yo, blaze up the walk, light it up to the beat. Come on, Jalva. Give it to me, Jalva. Give it to me, Jalva. Gorgeous with attitude in every latitude. Miss hot booty, come on, baby, do your duty work. जिस्मों का है ये जलवा, जिस्मों का है ये जलवा, शोहरत भी नहीं ये जलवा, मकसद भी नहीं ये जलवा. Tell them like it is. I can't hear. आज हामी कहाँ जाँदैछौँ अरे? सरी साथी तिमी आज मेरो भिडियोमा आएनौ नि. हामी अब जाँदैछौँ कहाँ जाँदैछु मैले सोधेको के भन्छ यो कहाँ हो म त भुटान गर्नै होइन फेरि जाँदैछ नि त्यो चाहिँ सायद बिचको टापु हो के अनि यहाँ यो मार्जन बिच छ नजिक म भनिरहेको छु कि त्यहाँ पछि पानी आउँछ कि छिटै गयो भने ग्यासबाट फर्किन मिल्छ नत्र मिल्दैन त्यहीँ बस्नुपर्छ. हामी जाँदैछौँ सेन्ट माइकल माउन्ट हो त्यहाँ जाने बाटोमा पानी छ पानी पानी आउँछ पानी बाटो छ बन्द नानी खाने हो पानी के अरे कान्छी नानी अहँ। खाने हो पानी पानी वा यो मुख बिचमा आयो तिमी र्याप चलेर थाहा छैन अनि अब भयो अब त्यति छोड्दिने साथी यो म घामा म रातो कालो लाग्छ म साथीले कालो लाग्छ कालो सिस्नु बोकिरहेछ यहाँ मम्मी प्लिज लास्ट गर्मी छ आज एकदमै नो पानी आई एम ओन्ली पाइन्ट ओन्ली पाइन्ट गर्मी धेरै छ हामीलाई यहाँ यो भाइको नाटक फेरि छुट्टै छ. पानी पानी ले लो पानी अब चाहिँ मैले हाट लगाएँ. अब गर्मी अलिक कम हुन्छ मलाई आशा गरौँ गर्मी कम हुने. गर्मी त कम हुँदैन तर दिदीको भिडियोलाई सब्सक्राइब गर्नु भिडियोलाई होइन च्यानललाई सब्सक्राइब गर्नु लाइक गर्नु नोटिफिकेसनको लागि घन्टी बज्नु. Wow, thank you so much. She is my best friend. Hello, my best friend Siddal. उहाँ चाहिँ मेरो बेस्ट फ्रेन्डको बुढा. हेलो दाई. हेलो दाई. हेलो गाइज हेलो दाई. हेलो. आज चाहिँ यो कर्नवालमा चाहिँ अलिक गर्मी बेसी भएको छ साथी. अब यस्तै छ रमाइलो भइरहेको छ. हामी जहाँ घुम्न जता गए पनि रमाइलो गर्न आएको हो. तिमी रोडमै बस रोडमै जे गर कहीँ नजाऊ होइन तर रमाइलो गर एटलिस्ट किनकि उसले भनेको त आफूलाई फ्रेस गर्न आएको हो नि त. म पनि फ्रेस हुन चाहन्छु. म फ्रेस भएर अगाडि बढ्न चाहन्छु. भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब उहाँहरूलाई चाहिँ म्याचिङ लुगा लगाउनु भएको छ. उहाँलाई चाहिँ 19 फाउन्टेनका गर्लफ्रेन्ड बोयफ्रेन्डहरू हुन्. 19 फाउन्टेन युद्धलाको गर्दा पाएको मैले तकमा एउटा बुढी ल्याउँछु भने रिसको झोकमा. मैं तो कुछ और ही समझ रहा था. अब हामी म्याक खान गइरहेको छौँ किनकि हामीलाई अलिक भोक लागेको छ. साथै म त रोल खाने हो ल. यहाँ चाहिँ हाम्रो सिल्भिना साथी चाहिँ यसरी म्याक अर्डर गर्दै हुनुहुन्छ. तिमी के खान्छौ? उहाँले खाँदै हुनुहुन्छ केही. उहाँ हाम्रो बोगटीजी, उहाँको नाम चाहिँ बोगटीजी हो. उहाँ चाहिँ के खाने भनेर हेर्दै हुनुहुन्छ. उहाँ चाहिँ मेरो फेभरेट कपालले के खाँदो रहेछ नि हेरौँ न. म्याक खायौँ. अब म्याक खाएर हामी निस्किँदैछौँ. यता पिङ्की Oh, what's up, mates? Oh, I'm 20 minutes. 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 20 minutes.
ओके यो चाहिँ हो सेन्ट माइकल माउन्ट। यहाँबाट चाहिँ सायद हामीले त्यहाँबाट हिँड्दै जानुपर्छ। इभिनिङको टाइममा चाहिँ त्यहाँ एउटा पानी हुँदैन रहेछ त्यो साइडमा चाहिँ, अहिले चाहिँ पुरै पानी छ। वाउ कस्तो मजा आएको यार, कस्तो मजा आयो। Oh my love, how are you my love? I'm good, not bad, but I feel so hot. The Putali is coming from that way. यिनीहरू चाहिँ पिङ्किस भछन् तीनैजना। सरी 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 धोका लिन नि मैले। अर्को दुईजना चाहिँ यसरी खो। Thank you. What's up ladies? Oh my god. They're looking so. बढा दियो पानी हाल्बा। तिमी त सब चेन्ज बेला बेला चेन्ज गरेर राख्दो रहेछौ यार सर। मल्टी ट्यालेन्ट पिपलहरु यस्तो नै ब्युटिफुल गर्नु गर्मी धेरै छ। के भयो हामीलाई? के भयो? One pence. बोटबाट निस्किसकेपछि हामी त्यहाँ सबै कुराहरू एक्सप्लोर गर्न थाल्यौँ त्यहाँ। अनि उनीहरूले चाहिँ यो म्याप देखाइरहेको थियो, हामी यहाँ छौँ। त्यसपछि यहाँबाट यसो त्यहाँबाट हिँड्दा हिँड्दै चाहिँ त्यो क्यासल पुग्ने देखाइरहेको छ। सबैजनाहरू त्यहाँ हेरिरहेको थिए, त्यो यता जाने उता जाने। त्यसपछि यहाँबाट चाहिँ त्यसरी जानुपर्छ है भन्दै थियो उनीहरूले। अनि के छ र त्यसपछि यो हेर्नुहोस् सरको काम, नाटक नै बेसी हुन्छ उसको। यो त्यही क्यासल हो जहाँ अबिनको फ्यामिली, सेन्ट अबिनको फ्यामिली बस्ने गर्थ्यो। यो ठाउँ चाहिँ एकदमै राम्रो थियो, फुल अफ ग्रिनरी अनि लट्स अफ फ्लावर। क्यासल चाहिँ पुरै त्यो यो क्यासल चाहिँ पानीको बिचमा छ, त्यही भएर हामीले बोट लिनुपर्छ। तर इभिनिङमा चाहिँ आफ्टर 4 आफ्टर 5 त्यहाँ एउटा बाटो बन्छ जहाँ चाहिँ पानी हुँदैन अरे क्या, पानी सुक्छ त्यहाँनिर। सो मान्छेहरू चाहिँ बाई वाक पनि जान्छ त्यहाँ। तर हामी जाँदाखेरि पानी धेरै थियो, त्यही भएर हामीले चाहिँ बोटमा गएको। भन त। यो ठाउँको नाम सेन्ट माइकल माउन्ट हो। अनि तर उहाँलाई लागिरहेछ नेपालमा त लाग्थ्यो रे सरस्वती हिमाल, कञ्चनजङ्घा हिमाल लाग्थ्यो रे। ओ भाइ मारो मुझे मारो। यहाँ कस्तो हो? सेन्ट फेन्ट टेन्ट हो भने। What the hell? What the hell? तिम्रो त्यो ब्याग चाहिँ त्यहाँ किन राख्यो भने त्यो बाल्टीले छोपेर धर्ममा। साथी तिम्रो ब्याग लगेर जाऊ त्यहाँबाट, यहाँबाट। Thank you, my love. Thank you. Oh. त्यसपछि हामी निस्क्यौँ। यसमा चाहिँ रोहित धरम गएको थियो अनि आउँछ हाम्रो पालो। उनीहरू चाहिँ हामीलाई छोडेर निस्केको थिए। त्यसपछि हाम्रो पालो, हामी पनि सबैजना भएर निस्क्यौँ। एकदमै गर्मी थियो, त्यही भएर त्यो हप हप भइरहेको थियो गर्मीले चाहिँ। अनि यो हेर्नुहोस् गोरे दाजु हाम्रो साइडमा बसिरहेको थियो। त्यसपछि हामी बसको वेट गर्दै थियौँ
बस आइसकेपछि यताको बस पनि सेम लन्डन जस्तै थियो। अनि हामी गाडीबाट लिएर एकदमै गर्मी भएको थियो। पिङ्की बहिनीले ड्रिङ्क्स ल्याएर आयो, हामी सबै चियर्स गर्न थाल्यौँ। त्यसपछि ड्रिङ्क्सले पनि नभएर मैले आइसक्रिम ल्याएर आएँ। एकदमै गर्मी थियो, धेरैभन्दा पनि धेरै गर्मी थियो। त्यसपछि हामी घर गएर छिटो छिटो चेन्ज गरेर सिधै बिच गयौँ। हेर्नुहोस् यिनीहरूको पहिलाको भिडियोमा हेर्न सक्नुहुन्छ, त्यसमा चाहिँ रोहितले चाहिँ सुनिललाई पुरै बालुवाले कभर गरेको थियो। यो रहेको छ पहिलाको फोटो। अब यहाँ पालो आयो अस्मिता साथीको, हेर्नुहोस् जुरुक्क उठ्छ अनि ऊ चाहिँ सिधै बिच साइडतिर जान्छ। त्यसपछि हामी के गर्ने भयो, ल कबड्डी खेलिदिउँ न त, धेरै भयो बचपनको याद ताजा गरौँ भनेर कबड्डी खेल्न थाल्यो। फर्स्टमा रोहित गएको थियो, आउट भयो, त्यही नै आउट भयो साथी। अनि मन्साको पालो, अनि त्यसपछि रहेछ मेरो पालो। अनि म पनि गएँ कौडी भन्दै। उनीहरू मलाई छोड्नलाई रेडी थिए, तर म आइहालेँ, यता फर्किहालेँ। अनि पालो आयो उताबाट भाइको। हेर्नु अब उसले के गर्छ, यो हुला तानेर जसरी पनि म छोएरै जान्छु भन्ने उसको ऊ रहेछ। हेर्नु त्यहाँ नाटकले नाचेको हेर्नु न त्यहाँ। अनि म लडेँ ऊ थिचारे त्यहाँ। अनि पालो आउँछ बोकटीजीको। बोकटीजीले पनि राम्रो खेल्नुहुँदो रहेछ। हाम्रो ग्रुपले जितिसकेपछि सर चाहिँ उहाँ ह्यान्ड्सअप गर्दै हुनुहुन्छ। त्यसपछि हामी त्यहाँ नुहाइधुवाइ गरेर गयौँ रुममा। आजको लागि यति नै। भिडियो हेर्दै गर्नुहोला, भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्दै गर्नुहोला। बाई।